दर्शक पनि हेर्नुस् त कति राम्रा सोच विचार भएका यी गाउँले बहिनीहरू। जब हामी रोल्पाको यात्रा गर्दै थियौँ, बाटो छेउमा 4-5 जना बहिनीहरूले आउँदै गरेको बडा दशैंका लागि माटो खन्दै थिए। त्यत्तिकैमा हामीले यी बहिनीहरूलाई सोध्यौँ, तपाईहरूले यो माटो किन र केका लागि खन्दै हुनुहुन्छ भन्दा उनीहरूले भने, के गरौँ दाइ, हामी छोरी मान्छेको जात, जसले जे भने पनि आफ्नो स्वास्थ्य मात्र होइन, घर परिवारदेखि घरको सजावट पनि राम्रो होस्, देख्नेले मात्र होइन सुन्नेले पनि फलानुको घरमा यस्तो उस्तो भनेर राम्रा राम्रा कुराको बयान गरोस् भन्ने सोच हुन्छ। त्यसकारण दाइ हामीले यो माटो खनेर घर लग्दैछौँ। किनकि सबै कुराहरू आफूमाथि पर्यो, जिम्मेवारीहरू सबै थपियो नि। सबैको घरमा आमा बुवा देख्छु, मेरो घरमा देख्दिनँ। अनि अरूले आमा भन्दाखेरिमा आफूले सुन्ने लाग्छ, नराम्रो लाग्छ। त्यतिखेर चाहिँ मेरो पनि आमा बहिनीको भएको त्यो हुन्थ्यो होला जस्तो लाग्छ। र मान्छेहरू त अब जस्तो गरे नि जे गरे पनि अब के हुन्छ र अब हामी त छोरी मान्छे हो, आफ्नो घर राम्रो होस्, राम्रो बनाम भन्ने लाग्छ। दसैँ तिहार आयो अनि अब जे भए पनि राम्रो बनाउने, अरूले हेर्दा पनि राम्रो देखिने, बाहिरको मान्छे आएपछि पनि ओहो यो घर त कति राम्रो रहेछ भन्नको लागि भन्नुहोस् भन्ने लाग्छ। त्यही भएर चाहिँ हामी छोरी मान्छेले आफू राम्रो नभए पनि नि आफ्नो घर राम्रो होस्, अरूले चाहिँ राम्रो देखोस्, आफू जस्तो होस्, जस्तो सुकै होस्, अब आफ्नो चाहिँ घर झुपडी नै भए पनि राम्रो होस्, सुन्दर होस् भन्नको लागि। त्यो भन्नाले माटो खन्न आउनु भएको छ, टाढाबाट आउनु भएको छ नि। हजुर, भने चाहिँ मान्छे पनि राम्रो हुन्छ, घर पनि झन् राम्रो हुन्छ होला है। नै अब घर त कस्तो हुनु र गाउँघरमा अब झुपडी नै हो। अहिले केही लाग्दैन, हामी पनि सहर बजारमा बिल्डिङवाला घरमा, ढलाइवाला घरमा, प्लास्टरवाला घरमा बस्यो भने यस्तै माटो खन्न पर्दैन थियो होला भन्ने लाग्दैन तपाईँलाई? नै लाग्दैन। किन? किनकि अब सानैदेखि गाउँघरमा हुर्क्यौ बढ्यौ, अब गाउँघरमै रमायो, त्यही भएर। बहिनी नमस्ते। नमस्ते। तपाईँको नाम भन्नु त? सङ्गीता घरटी मगर। अनि तपाईँको? पवित्र पुन मगर। अनि के गर्दै हुनुहुन्छ? हामी चाहिँ माटो खनिरहेको माटो हो। खन्ने। हजुर।